नमस्कार। आज एकदम इन्ट्रेस्टिङ सूचनामूलक र छोटो विश्लेषणात्मक विषय मैले उठान गरेँ है। नेकपा एमालेको अस्ति सचिवालय बैठक बसेको थियो, तपाईहरुलाई मैले सम्झाएँ। त्यो सचिवालय बैठकमा खड्गप्रसाद ओली अर्थात् नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओली भनेर पनि बुझिन्छ, खड्गप्रसाद ओली बहुत आक्रोशित, यस्तो आवेशमा आएर बोलेछन्। त्यहाँको एकजना पदाधिकारीले मलाई सुनाएको, म अब राजा ज्ञानेन्द्रलाई थुन्छु, सप्रेस गर्छु र राज्यको सम्पूर्ण संयन्त्र म प्रयोग गर्छु भनेर उनले भने। यसकारण भने जुन नोक्सान खड्गप्रसाद ओलीलाई हुनेवाला छ, एमालेका सबैलाई हुँदैन। जो मानिस अहिले उद्दण्ड भइरहेका छन् नि, त्यसै गरी पुष्पकमल दाहाललाई जुन नोक्सान हुनेवाला छ, त्यसकारण मनपरी बोलिरहेका छन्। र यो पछिल्लो घटनाले के देखाउँछ भने खड्गप्रसाद ओली र पुष्पकमल दाहालको भाषा एउटै छ। त उनले त्यति मात्रै भनेनन्, 13 गते, आगामी 13 गते, चैत 13 गते संसदको बैठकमा संसदमा म कठोर ढंगले राजाका बारेमा बोल्नेछु। अब खड्गप्रसाद ओलीले त्यति भने, त्यसको प्रतिवाद त्यहाँ कसैले गरेन। यो सूचना मात्रै तपाईलाई मैले दिएको। र अर्को एउटा प्रयत्न के थियो भने पुष्पकमल दाहालको प्रस्तावमा केपी ओली समेत अर्थात् खड्गप्रसाद ओली समेत मिलेर नेपाली कांग्रेससँग अर्थात् शेरबहादुर देउवालाई, कांग्रेसलाई मूलत गणतान्त्रिक मोर्चामा सामेल गराउने कसरत थियो। कांग्रेसको आज कार्य सम्पादन समितिको बैठक बस्यो। 35 जनाको कार्य सम्पादन समितिको बैठकमा शेरबहादुर देउवाले कार्य सम्पादन समितिको बैठकमा प्रवेश गर्नुभन्दा अलि अगाडि बागमती प्रदेश स्तरीय एउटा कार्यक्रममा के बोले भने राजा ज्ञानेन्द्र राजा हुनका लागि लायक छैनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले सभापति बनाए हुन्छ भने, अर्थात् उनको आक्रोश त्यहाँ व्यक्त भएको थियो र उनी गणतान्त्रिक मोर्चा बनाउनु पर्छ एमाले र माओवादी सँगै भन्ने पक्षमा शेरबहादुर देउवा व्यक्तिगत रूपमा थिए। किन उनको यो आवेशमा आएर उनी बोलिरहेका थिए भने उनकी पत्नी अर्थात् परराष्ट्र मन्त्री आर्जु राणा देउवा 11 दिन भारतमा घुमिन्, महत्त्व दिएनन् र उनमाथि जुन ढंगको व्यवहार भयो, अर्थात् उनलाई महत्त्वहीन पात्रको रूपमा उनी 11 दिनमा काठमाडौँ फर्किन्। र त्यो भन्दा अलि पहिले एउटा समिट पनि आयोजना गरिएको थियो जो उत्तर प्रदेशमा थियो र त्यही मेसोमा उनी उत्तर प्रदेश जाने अनि अजित डोवलसँग पनि भेट्ने, दिल्ली जाने, सकेदेखि मोदीलाई पनि भेट्ने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने। त्यही प्रयोजनका लागि उनी कहाँसम्म आइपुगे? गौशालासम्म बुढालिनीकण्ठबाट आइसकेका गौशालाबाट उनी फर्किए। किन फर्किए भने दिल्लीबाट खबर आयो तपाईले भेट्ने सम्भावना छैन र त्यो प्रोग्राममा नआए हुन्छ भनेर भनेपछि उनी फर्किए। उनलाई अहिले के परेको रहेछ भने यो सारा जो कांग्रेसमाथि अर्थात् ममाथि, कांग्रेसमाथि समग्रमा होइन, अर्थात् शेरबहादुर देउवामाथि जुन प्रहार भइरहेको छ, यसको पछाडिको मूल कारण भनेको नेपालको हिन्दू राष्ट्रको एजेन्डा र राज संस्था हो भन्ने उनीमा एक हिसाबले भ्रम पनि छ। यथार्थ हो वा भ्रम हो, तर त्यो भ्रम छ र त्यसमा योगी आदित्यनाथले त्यो भूमिका निर्वाह गरिरहेका छन् भन्ने उनलाई लागेको हुनाले जति मानिस शेरबहादुर देउवालाई भेट्न जान्छन्, योगी आदित्यनाथ र भाजपाको र आरएसएसको बदख्वाई गरेर मनपरी भनेर पठाउँदा रहेछन्। सबैले उचालेछ म देखाउँछु त्यो सूचना हामीका त्यसरी आइरहेको छ। र आजको त्यो कार्य सम्पादन समितिको बैठकमा, त्यो 35 जनाको कार्य सम्पादन समितिको बैठकमा उनी जे चाहन्थे अर्थात् गणतान्त्रिक मोर्चा बनाउन चाहन्थे, कम्युनिस्टहरूसँग एकाकार भएर
शेरबहादुर देउवा पराजित भए, अर्थात् पार्टीको सभापति पराजित भए। त उनले एउटा लाइन चाहिँ बोले, अर्थात् नेपाली कांग्रेसले बोल्यो, त्यो के हो भने बोल्नु पनि पर्छ, संविधान रक्षा र यो संविधानलाई निरन्तरता दिने यो व्यवस्थाको विकल्प छैन भन्ने बोले। तर गणतान्त्रिक मोर्चा कम्युनिस्टसँग मिलेर बनाउने कुरामा यसबाट उनी पछि हटे वा शेरबहादुर देउवा अल्पमतमा परे। यति चाहिँ मैले बताएँ। अब सवाल के रह्यो भने अब आउने दिनमा के होला? अब आउने दिन शेरबहादुर देउवाका लागि किन प्रतिकूल बन्दैछ भने त्यहाँ शेरबहादुर देउवालाई सहयोग गर्ने भनेको 3 जना मानिस खुलेर आएको देखिन्छ। एक पूर्ण खड्का अलि लिबरल मान्छे थिए, पछि अलि भड्केको देखियो, देखिँदा अलि सज्जन जस्ता, तर के कारण हो उनी गणतान्त्रिक मोर्चामा जानुपर्छ भन्ने पक्षमा देखिए। दोस्रो पात्र विमलेन्द्र निधि, उनी पहिलेदेखि नै त्यस्तै स्वभावका मानिस, त्यसकारण विमलेन्द्र निधिको कुरालाई बुझ्न सकिन्छ। उनी गणतन्त्रको कट्टर पक्षपाती र आवश्यक पर्दा विगतको संयन्त्रसँग तारतम्य मिलाएर विभिन्न गतिविधि गरेको, आइजिपी कसलाई बनाऊ भनेर रञ्जित रेलाई सोधेको विषय पनि सार्वजनिक भएकै छ, अर्थात् उनले पुस्तकमै लेखेका छन् भने प्रहरीहरूको हुल भारतीय दूतावासभित्र छिरेको कुरा पनि रञ्जित रेले सार्वजनिक गरेका छन्। यो सबै हेर्दा विमलेन्द्र निधिलाई बुझ्न सकिन्छ। तेस्रो पात्र भनेको कृष्ण प्रसाद सिटौला। यी 3 पात्र शेरबहादुरका अत्यन्त गणतान्त्रिक त्यो विचारसँग निकट छन्। नरहरि आचार्य अर्को व्यक्ति हुन् जो अहिले थला बसेका छन्, उनको भूमिका केही छैन, उनको सक्रियता अब सम्भव छैन। तर यहाँ अलिकति राम्रो भूमिका अरूहरूले खेले, जस्तै डाक्टर शेखर कोइराला, शंकर भण्डारी, डाक्टर चन्द्र भण्डारी, त्यसै गरी अरू पनि 101 मानिस। र त्यहाँ कुनै न कुनै ढङ्गले गगन थापा, विश्वप्रकाश शर्माहरूको पनि भूमिका सकारात्मक देखियो। यसरी एक कदम पछाडि शेरबहादुर देउवा हटेका छन् र नेकपा एमाले भित्र ओलीको विकल्पको कुराहरू गम्भीर ढङ्गले उठ्ने सम्भावना उन्मुख भएको छ र विद्यादेवी भण्डारी त्यो मध्यमार्गी भूमिका निर्वाह गर्ने र पर्ख र हेरको अवस्थामा देखिनुहुन्छ भने माओवादी केन्द्रमा पुष्पकमल दाहाल यसै पनि उनी कमजोर अवस्थामा छन् र उनको आक्रोश बुझ्न सकिन्छ। किन बुझ्न सकिन्छ भने कसैलाई सबैभन्दा ठूलो नोक्सान कसैलाई यदि परिवर्तन हुँदा हुनेवाला छ भने त्यो पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीलाई छ र त्यसको मारमा शेरबहादुर देउवा पनि पर्न सक्ने सम्भावना छ। त्यसकारण अहिलेको अवस्था एकदम तरल छ र आजको घटनाले नेपाली कांग्रेस मध्यमार्गी पार्टी हो, कम्युनिस्टहरूसँग निरन्तर एकाकार भएर जान सकिँदैन र आवश्यक पर्दा यदि राजनीतिले कोल्टे फेर्ने स्थिति आयो भने कांग्रेसले अर्को भूमिका निर्वाह गर्न सक्ने सम्भावना बढेर गएको छ। त आजलाई मैले यतिसम्म मात्रै प्रस्तुत गरेँ। भोलिका दिनमा उपलब्ध हुने अरू खाले सूचनालाई फेरि म स्थान दिएर यहाँहरूका सामुन्ने प्रस्तुत हुनेछु। फेरि भेटौँला। बाइ बाइ।